राम्रै छैन बाबु त्यो त त्यो पल्ला साइलाको छोरा हैन सम्पूर्णलाई नमस्कार हाम्रो टिमबाट हामी चाहिँ यो भिडियो ड्रग्सहरू हामी लागु औषधहरू नखाम अनि यो लागु औषधिहरूलाई हामीले कसरी हाम्रो समाजबाट टाढा भइजाने हैन त्यसलाई कसरी हामीले रोकथाम गर्ने भनेर हामीले यस्तो किसिमको भिडियोहरू गराएका छौँ हैन कृपया ध्यान दिएर मजाले इन्जोय गरेर हेरिदिनु होला हामी कस्तो सिकाएर यो मानले कहाँ गएछ केटाहरू नि ओ साथी माल छैन माल यस्तो सिकाने छु देऊ न यतिहरु यस्तो माल खानु मन लाग्छ कि मलाई त हैन नयाँ यार दोस्त यार यस्तो सिकाने छु मलाई माल आउन थाम्नु छैन सुन्नु नि ओ भन न उठाइदिनु बरु उठाइदिनु जाम न एउटा भाइहरू छ हैन ओ काका जाम न त्यो त्यही छ कि त्यो भाइहरू हैन अघि म एकदिन फुलाएको थिएँ कि मलाई हैन त्यो भाइहरू त्यही छ अब त्यो एकचोटि हामी त्यहाँ जानु ओ उठाइदिनु न अघि हरि त्यसपछि हामी निगमलाई भाइ हुन्छ कि हुन्छ दादा कस्तो सिकाने भाइ मलाई 4-5 दिन भयो कि मैले खानु नभएको राम्रो सिकाएको मलाई सिकाने कस्तो तरिकाले सिकाने चाहिँ होइन पेट दुख्यो हेर भाइ कस्तो यहाँ उठ्न नमिलेन हेर भाइ यहाँ कस्तो अस्तिको तिमीको मार्न कति उठ्दैको थियो नि यो माघी छैन बाघ उठ्दैको थियो बाघ तर ठिकै माल पनि राम्रै छैन बाबु त्यो त त्यो पल्ला साइलाको छोरा हैन चिने जस्तो यो लाग्यो यो चिने जस्तो लाग्यो त खै सुन त नि हेर त यसलाई जस्तो अल्लाह बाबु क्याप के हो यो के खान्छ त्यो बाबु खै खान्छ यो खान्छ त्यो यता भनिदिन्छु तेरो आमालाई गएर भर्खरै बोलाइ ल्याउँछु मैले तेरो आमालाई बुझ्नु बाबु अरे यता के हो सिद्धि गएर भनिदिन्छु यताले सराफतले सबले बाबु सराफतले बाबु यताले तेरो आमालाई तेरो बाबालाई सबलाई हुन्छ लता यिनी लताले लिएर जाने भनिदिन्छु खान्छस् कि भन्नु खान्छु दुईजना खान्छु 10 चोटि लस गर यस्तो हाने हैन के भाइहरु हामी त यस्तो हामीलाई हेरेर पनि तिमीले बुझ्दैनस् केही पनि अब खानु नि त दिन्न हामीलाई हेरेर हामी हेर्नु यहाँ कस्तो भयो बस त्यो झुले बस हैन के केही पनि एक पुरी ए बाबु छोड दे बाबु हेरे भन्दिनु क्या हैन के ए भाइ हेरे ए बाबु साथी एक पुरी भए पनि के बस तेरो बाबालाई ल्याएर तँलाई ल्याएर हालिदिन्छु त्यति हो 5 ल्याब छिरिस बाबु त सुत्दैन ए यो अतिको हैन कि यसलाई कुना हैन हैन कि खै पनि के बस यो अति गर्दै छ हेरे बाबु अबदेखि नआए तिमीले हैन कि दाइ केही पनि छोरे भए पनि धेरै हल्ला हैन नि अबदेखि देख्न नपुग्छ खाएको त ल त्यो भाइहरु त झन् यस्तो खाना लागेको ए हेर्नु यो त उहाँ परासीको माल हो यो ओ यार साथी यस्तो हान्ने हो भने त कति दिन भयो त्यहाँ सिकाम पनि त्यही अब गएर होइन टाढो पऱ्यो नि भाइहरु अति बिग्रेर झन् हामीले सोचेको नि थिएन यार त्यो भाइहरु हान्दिनु त हल्का उता गरेर हान्दिनु क्या हल्का उता चुर पनि छैन केही पनि छैन हामीसँग हान्दिनु ऊ हल्का उता गरेर हान्दिनु फुल भिडियो हेरेकोमा धन्यवाद केटा हो लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरेर राखिदेऊ पार्ट 1 मा